हेलो, आज म उदयपुर जिल्लाको बेलका रिभर बीच रिसोर्टमा आइपुगेको छु। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ रिसोर्ट प्रवेशद्वार। रिसोर्ट छिर्नुभन्दा अगाडिको दृश्य म तपाईहरुलाई देखाउँदैछु। साह्रै रमणीय स्थान छ। कोशी नदीको किनारमा अवस्थित यो बीच साह्रै मनमोहक छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ। त्यसै गरेर अब म तपाईलाई रिसोर्टमा प्रवेश गराउँदैछु र बेलका रिभर रिसोर्टको मेनु पनि तपाईलाई देखाइसकेको छु। यहाँ विभिन्न प्रकारका मिष्ठान्न खानेकुराहरू पनि उपलब्ध छ। म तपाईहरुलाई बेलका रिभर बीच रिसोर्टको अप्पर स्थानबाट अहिले देखाइरहेको छु। साह्रै रमाइलो छ, साह्रै मनमोहक दृश्यहरू तपाईहरुले देख्न सक्नुहुन्छ। साह्रै रमाइलो छ। हामीले यो रिसोर्टमा केही तातो अथवा चिसो पेय पदार्थ खाइसकेपछि यसो दृश्यावलोकनको लागि भिडियो रेकर्ड गराइरहेका छौँ। अब म रिसोर्टमा देखिने सम्पूर्ण दृश्यहरूलाई देखाउने प्रयास गर्दैछु। सक्नुहुन्छ तपाईहरु रेस्टुरेन्ट अनि अगाडिपट्टि तपाईहरु देख्न सक्नुहुन्छ कोशी रिभर जुन मन्द गतिमा बगिरहेको छ। हेर्दा मन्द देखिन्छ तर निकै गहिरो छ भन्ने मैले सुनेको छु। र अब यतापट्टि तपाईहरु देख्न सक्नुहुन्छ स्विमिङ पुल पनि। स्विमिङ पुलमा युवा युवतीहरूले रमाइलो गरिरहेका छन्। साह्रै रमाइलो छ। कोशी रिभरलाई पनि मैले देखाइरहेको छु। एकदम रमाइलो छ, एकदम रमाइलो छ। तपाईहरु पनि एकचोटि पुग्ने प्रयास गर्नुहोला। खासै धेरै टाढा होइन। 2-2.5 घण्टामा हामी यो रिसोर्ट पुग्न सक्छौं। अब म माथिबाट तल आउँदैछु। माथिबाट तलका सबै दृश्यहरू देखाउने प्रयास गरेको छु मैले। यहाँबाट सानसाना कटेजहरू बनेका छन्। बेलका बीच पनि हामी देख्न सक्छौं यहाँबाट। साह्रै रमाइलो छ। केटाकेटी पिङ खेलेर रमाइलो गरिरहेका छन्। सुन्दर बगैँचा, फुलले भरिएको सुन्दर बगैँचा हामी देख्न सक्छौं। यहाँ मुनिबाट माथि उक्लिने एउटा सिँढी पनि बनाइएको छ जुन साह्रै मनमोहक छ। एकदम ब्युटिफुल छ, मानौँ एकदम राम्रो छ। टाढाबाट स्थानीय पर्यटकहरू, आन्तरिक पर्यटकहरू आउने क्रम जारी नै छ। हामी आउँदा खासै पर्यटकहरू थिएनन् र 1-1.5 घण्टापछि चाहिँ मैले धेरै स्थानीय पर्यटकहरूलाई देखेँ। अब म माथिबाट अझ तल आउँदैछु। कोशी रिभरको छेउमा जाने प्रयासमा गर्दैछु। देख्न सक्नुहुन्छ सानसाना कटेजहरू बनिएको छ। साह्रै रमाइलो कटेजहरू छन्। कोशी रिभरकै बीचमा हामी छौँ, छेउमा छौँ हामी। र म अझ नजिकबाट देखाउने प्रयास गर्दैछु। अझ नजिक पुगेको छु म। स्टेज पनि देखिएको छ कार्यक्रमको लागि।
एकदम नजिकै कोशी रिभरको नजिकैबाट अवलोकन गरिरहेको छु। त्यहाँ मैले देखेँ 5-7 जना युवाहरूले बाँसमा तैरिँदै गरेको मैले देखेँ। मानौँ ती युवाहरूले केही व्यापार गर्दैछन्। बाँस माथि पहाडबाट कोल्सीमा झारेर खोलामा झारेर तल सप्लाई गर्दो रहेछ। यो पनि राम्रै लाग्यो, तर निकै जोखिम लाग्यो मलाई। बाइचान्स केही तलमाथि भयो भने ज्यान खतरामा छ। बाँच्न चाहिँ सफल होइन्छ जस्तो लाग्दैन। एकदम रमाइलो दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरू। अब म तलदेखि माथि रिसोर्टका सबै दृश्यहरू देखाउँदैछु। साह्रै रमाइलो छ। तपाईहरु पनि एकचोटि चाहिँ अवश्य यहाँ आइपुग्नुपर्छ। साह्रै रमाइलो छ। अझै म कोशी रिभरतिर नै फर्किरहेको छु। म त्यहाँबाट अघि बढ्दैछु। सायद टाइमले पनि हामीलाई फर्किनै भनिरहेको छ। लामो डिस्टेन्स छ। कम्तीमा पनि अहिलेको अवस्थामा जुन सडक मर्मत भइरहेको छ, यस्तो अवस्थामा हामीलाई त्यो ठाउँ पुग्न कम्तीमा पनि 2.5 देखि 3 घण्टा लाग्छ। त्यही भएर बेलैमा समयमा घर आइपुगौँ भनेर म त्यहाँबाट निस्किने जमर्को गर्दैछु। माथि चढ्दैछु, उक्लिँदैछु म। अब चाहिँ रिसोर्टलाई बाई बाई गर्दै म बाहिर निस्किँदैछु। कृपया यो भिडियो पुरा हेरिदिनु होला र सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरेर मद्दत गरिदिनु हुन म अनुरोध गर्छु।